यो धरतीमा पाइला टेकेको पनि 1 वर्ष अलमोस्ट 7 महिना भइसकेछ। अहिले भने चाहिँ यहाँ हाम्रो गाउँमा चाहिँ एकदमै गर्मी लागिसकेको छ। जुन जुलाई झन्डै फेरि अस्ति यो आकाशमा दिवाली सुरु भइसकेको थियो। मेरो गिटारको तार चुडिएर चाहिँ एकदमै एउटा हात भाँचिएको जस्तो भइरहेछ। फिलहाल चाहिँ यसो म्युजिकमा पनि फ्री टाइममा चाहिँ म्युजिक पनि यसो सुन्दै गरौँ भनेर नि। यो मेरो प्लेसको नाम चाहिँ हो फार्साबा। यहाँको एक्सपिरियन्स 1 इयर 7 मन्थको एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ एकदमै राम्रै भइरहेको छ। फिलहाल चाहिँ पहिला अलिअलि दुःख भयो। अब पहिला त जहाँ पनि दुःखै हुन्छ नि, जुनै पनि फिल्डमा होइन। पहिला त अलिकति दुःख भयो, अलिकति हुन्छ नि भयो। अहिले फिलहाल चाहिँ भने यो मेरो काममै अब 9 महिना 8 महिना अब 1 इयर, यो जुलाईमा त 1 वर्ष हुन्छ। यो हार्ली डेभिडसन पो रहेछ त। वाउ, धेरै दिन बादमा देखेको हार्ली डेभिडसन। पहिला जिमी हाम्रो गोवामा हुँदाखेरि सेफले कुदाउँथ्यो, जिमी सेफले। र मलाई चाहिँ हल्का क्यास पनि चाहिएको छ। टक 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 टक। ल फिलहाल चाहिँ म फटाफट उकालो कुद्नुपर्छ। सेकलको साह्रो बाक्लो रहेछ नि त यो त। अब त गरम लाग्यो नि त। यो त हाफप्यान्ट पनि रहेछ त हौ। यो चाहिँ एन्टिक ट्र्याक्टर रहेछ। दामी लाग्यो घरहरूतिर सजाउन है। अब चाहिँ आउँछ मेरो सुकुलक स्ट्रिटबाट चाहिँ आउँछ मेरो हात। यहाँ बक्सहरू के छ नि त। यहाँ चाहिँ तपाईँले स्टुडियोको सामान डल्लै पाउँदो रहेछ होइन। तपाईँहरूले लाइभहरू गर्नु छ भने चाहिँ यो मिक्सर दामी हुन्छ। डिएलएक्स एक्सपर्ट अडियो सल्युसन दामी हुन्छ। यसमा चाहिँ एफएक्स भन्ने यहाँनिर चाहिँ दामी हुन्छ क्या। तपाईँको इन्ट्रीमै भाइलोन के देख्नुहुन्छ हो। मचुङ्गा पनि रहेछ, मचुङ्गा। हार्मोनिका पनि रहेछ। Okay, so you have strings, yeah. Not so. Maybe USA. How much? 46. 46 seconds. Okay. How much? 1390. चिलाएन ए क्यास 1800 को रहेछ यो। कति हो? 2220 सेकल। PA 3000 महँगो रहेछ नि त हो नि त। हाम्रो भन्दा साह्रै महँगो पर्छ क्या। ओहो, यहाँ रहेछ मिडी किबोर्ड चाहिँ। क्यासनको रहेछ त यो। सोधौँला कति भन्दो रहेछ। किनभने 37 की रहेछ नि त यो चाहिँ। यो सोधौँला मेरोमा छ कि। मेरोमा त कम्ती उयसको आएको छ। दिस इज हाउ मच? 450 सेकल अरे। भनेपछि उताको गुना गरौँ न। सबै गिटार रहेछ। एउटा हो कि नौ गिटार। आउनु पर्ला अहिले हतारमा छु म। ठिक छ
2080 अरे अन्त महँगो नि हौ ओके बाई बाई थ्याङ्क यू मलाई त्यो 37 वाला की चाहिँ दामी लाग्यो त्यो किन्नु पर्ला एक दिन ल त साथी हो आजको भ्लगमा यति नै अर्को भ्लगमा भेटौँ गीतहरू मिठो मिठो आउँदै जान्छ त्यो कतिवटा होला बाई बाई